हाम्रो नेपाललाई यत्तिकै कृषि प्रधान देश त भनिएको होइन रहेछ, किनभने यही बारे आज हामी कुरा गर्छौँ। हेलो एन्ड नमस्ते हजुरहरूलाई, स्वागत छ मेरो छोटो मिठो मिनी ब्लगमा। आयो हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदमै ठिक छु। म चाहिँ यो बिहान यो कोदालो बोकेर कहाँ जाँदैछौँ हामीहरू भनेर हजुरहरूले सोच्नु भएको होला। हामी जाँदैछौँ एउटा काममा। अरू ठाउँमा त म विशेष ठाउँमा जान्थेँ, आज पनि विशेषै छ, तर काम गर्ने ठाउँमा जाँदैछु। अघि पछि चाहिँ म घुमेको भिडियोहरू यताउता भिडियोहरू देखाइराखेको हुन्थेँ। आज चाहिँ म यसो काम गरेको भिडियो पनि लिएर आएको छु। आज चाहिँ बिहान पानी पनि परिरहेको थियो साथीहरू। अनि फाइनली म पनि त्यहाँ पुगिसकेको थिएँ साथीहरू। अनि म आमाहरू दिदीहरूले पनि खन्दै हुनुहुँदो रहेछ, अनि हामी पनि ठ्याक्क पुगेको थियौँ। आजको काम रहेको छ हाम्रो यो टनेलहरूको घाँसहरू उकाउने, काट्ने, सफा गर्ने, अनि यो ड्याङ बनाएर अनि यसमा चाहिँ बिउ छर्ने हाम्रो कार्यक्रम रहेको छ आजको। यो चाहिँ हाम्रो के समूहको हो भनेर हजुरहरूले सोच्नु भएको होला। यो चाहिँ सिद्धपुर आइपिएम कृषक समूहको बारेमा हो। अनि हामीले चाहिँ यहाँ बिउ राख्ने कामहरू गर्नेछौँ। हामी दिदीबहिनीहरू सबै यसरी मिलेर काम गर्दा त यति रमाइलो पनि देखिने अनि यति रमाइलो पनि लाग्ने कि साथीहरू। अनि काम गरेको थाहै नहुने कि। अनि हामीले यो टनेलको घाँसहरू उकाएर यो खन्ने काम भइरहेको छ। अनि यसमा चाहिँ ड्याङ बनाएर यहाँ बिउ राख्नु पर्ने भयो कि आज चाहिँ बिउ त राख्ने पर्सि नै राख्ने हो, तर आज चाहिँ यो खनेर यसलाई चाहिँ रेडी बनाउनु पर्यो, मलसल मोसेर। अनि सबैजना मिलेर हामी मलहरू मोसेर अनि यो खनेर रेडी पार्न थाल्यो। हामी चाहिँ सबैजना मिलेर नै काम गर्छौँ। अनि कसैले खन्नु भएको थियो भने कसैले झार उकाउने, कसैले मल मोच्ने, अनि त्यस्तै सबैले आफ्नो कामहरू गरिराख्नु भएको थियो। हामी सबैजना मिलेर काम गर्छौँ, किनभने एउटै समूहमा बसिसकेपछि सबैले मिलेर काम त गर्नु पर्यो होइन र साथीहरू। हामी चाहिँ एकदमै राम्रो, एकदमै मिलनसार पनि छौँ है। अनि हाम्रो फाइनली यस्तो लुक भएको थियो। यो चाहिँ यसलाई चाहिँ हामीले माटोहरू मोसेर यसलाई मलहरू मिसाएर अनि यसलाई चाहिँ प्लास्टिकले ढाकेर यो चाहिँ यत्तिको भएको थियो साथीहरू। अनि मैले चाहिँ पर्सि अर्को भिडियो पनि ल्याएर आउने छु बिउहरू राखेको। अनि हामी कामसाम भ्याएर निस्किन थाल्यौँ घरतिर, किनभने अब काम पनि केही छैन नि त। अनि कामसाम भ्याइसक्यो। अनि मेरो भिडियो आजलाई यहीँ सकिन्छ। आजलाई यति नै साथीहरू। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर अनि फलो पनि गरिदिनु होला। अनि आजलाई बाई बाई। अनि म आउने छु नेक्स्ट भिडियो लिएर। अघि चाहिँ आउँदा पानी परिरहेको थियो भने अहिले जाँदा चाहिँ घाम लागिरहेको छ साथीहरू। अनि म घरतिर लागेँ। अनि बाई बाई।